नमस्कार। एफसी महिला एसियन कप छनौट अन्तर्गतको तयारी स्वरूप थाइल्यान्डमा भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला टिमले आज थाइल्यान्ड महिला टिमसँग एक अर्को मैत्रीपूर्ण खेल खेल्दैछ। त्यसो त गत शुक्रबार पनि नेपाली टिमले थाइल्यान्डसँग एक मैत्रीपूर्ण खेल खेलेको थियो। त्यस खेलमा हाम्रो चेलीहरूले उत्कृष्ट प्रदर्शन गर्दै आफैमा बहादुरी देखाइसकेका छन्। फिफा वरियतामा थाइल्यान्ड 47औं स्थानमा रहेको छ भने नेपाल 49औं स्थानमा रहेको छ। यस्तो अवस्थामा एक गोलको फरकमा थाइल्यान्डलाई रोक्नु नै नेपाली टिमका लागि ठुलो प्रगति मानिन्छ। थाइल्यान्ड जस्तो सशक्त टिमसँग खेल खेल्नु र त्यहाँ अनुभव बटुल्नु नेपाली महिला टिमका लागि एक महत्त्वपूर्ण अवसर हो। आजको खेल फिफा विन्डोभित्र रहेको हुनाले यसले दुवै टिमको वरियतामा पनि केही सुधार गर्ने मौका मिल्नेछ। खेल थाइल्यान्डको ब्याङ्कक स्थित थामा 7 रङ्गशालामा नेपाली समयअनुसार दिउँसो 4:15 बजे सुरु हुनेछ। समर्थकहरूले यो खेल युट्युब र फेसबुकमा सजिलै प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्। जय नेपाल।